आज चाहिँ म तपाईँलाई यस्तो ठाउँ लानेछु। हेलो साथीहरू, वेलकम टु मिनी ब्लग। हामी दुईजना चाहिँ निस्क्यौँ भोजपुर बजार देउराली हुँदै बोकिमसम्मको यात्रामा। यो चाहिँ टुडी खेलमुनि बनिएको सपिङ महल टाइपको एउटा मार्केट। अब हामी चाहिँ खाजा खान्छौँ। खाजामा चाहिँ रहेको छ सुँगुरको मासुको सुपमा थुक्पा। यति सुप खाएर चाहिँ हामी टन्न भएर चाहिँ अब अगाडि बढ्ने कुरा हुँदैछ हाम्रो। यहाँ खाजा खाएर चाहिँ हामी सिधै लाग्छौँ सातधारातर्फ। हामी चाहिँ सिधै पुग्यौँ सातधारामा। सातधाराबाट चाहिँ अब हामी सिधै मेन रोडमा झर्छौँ। मेन रोड हुँदै हामी अगाडि बढ्दा चाहिँ बाटोमा यस्तो राम्रो घर भेट्यौँ। सरसर अगाडि बगेर चाहिँ हामी सिधै देउराली चोक पुग्यौँ। यो चाहिँ देउराली चोक हो। यो हाम्रो देउराली चाहिँ खुकुरी र झन्डाले गर्दाखेरि चाहिँ एकदमै प्रसिद्ध। सायदै तपाईँहरूले पनि सोसियल मिडियामा धेरै देख्नु भएको होला। यहाँबाट चाहिँ दुईटा बाटो छुट्छ। एउटा चाहिँ खोटाङ हुँदै काठमाडौँ जाने, एउटा चाहिँ यता धरान जाने बाटो छुट्छ। हामीले चाहिँ टेम्पो पनि भेट्यौँ। टेम्पोमा अब चढेर हामी सरर बोकिमतर्फ लाग्यौँ। हामीले टेम्पो चढेर केही किलोमिटर अगाडि बढेपछि हामीले चाहिँ यस्तो ठाउँ भेट्यौँ जहाँ चाहिँ एउटा सानो बजार अनि सुन्तलाको बगान रहेछ। कस्तो राम्रो। एकैछिन त्यहाँ बसेर चाहिँ हामी सिधै फेरि अगाडि बढ्यौँ। बाटोमा चाहिँ यस्तो राम्रो झर्ना भेट्यौँ। यस्तो राम्रो ठाउँहरू हुँदै हुँदै हामी चाहिँ बोकिम प्रवेश पनि गरिसक्यौँ। ल त साथीहरू, आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला।